हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म करेसोबारीमा यहाँ सब्जी टिप्न आएको छु। आज बिहानीको हाम्रो सब्जी घिरौला फलेछ कि छैन गाइस। नासु यहाँ छ, वाउ यहाँ फलेछ। ल एउटा फलेछ यत्रो है। अब म इस्कुसको मुन्टा टिप्छु। यहाँ मैले रोपेको माघे सङ्क्रान्तिमा खाने तरुल यहाँ छ। जाने पिँडालु हेर्नु गाइस, यहाँ छ मेरो मेवा पपयाको बोट। कतिखेरै यस्तो मिठो हुन्छ कि। म चाहिँ यहाँ इस्कुसको मुन्टा टिप्न आएको छु गाइस। आजको हाम्रो बिहानीको सब्जी इस्कुसको मुन्टा। वाउ मलाई चाहिँ मनपर्छ, हजुरहरूले मनपर्छ कि होइन कमेन्ट गर्नु होला। अब यहाँ खनेर साग छाउनु छ। दसैँमा चप्प च्वाचेको मासुसँग खाने हुने गरी रोप्नु पर्नेछ होइन हौ। साग चाहिँ भनेको यहाँ साग छरेर इस्कुसको मुन्टा त आलुसँग यत्तिकै तरकारी बनाएर खानु मिठो हुन्छ। ल हेर ओ झनै लाग्यो। यहाँ सिस्नो नि छ। तिमीले मामा जस्तो जिब्रो मात्रै निकाल्छ। तिमीले मामाले त जिब्रो निकालेर त केटी पट्टै हाल्थ्यो। भतिजी के आमामा दुईवटा मच्छर हो हातैमा। ल गाइस, मैले इस्कुसको मुन्टा टिपेँ। कतिखेर यति भएको छ, पुगिहाल्छ। धानको बाला झुमी झुमी यहाँ फर्सीको मुन्टा पनि छ गाइस। फर्सीको मुन्टा। हस् त आजको भिडियो यति नै। सबैजनाले मेरो फेसबुकमा फलो गर्नुहोला। हजुरहरूले पनि फलो ब्याक नै छु र लाइक सेयर गरिदिनु होला है त। बाइ बाइ। मेरो युट्युब च्यानलले पनि बान्तावा च्यानल छ, सर्च गरेर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बाइ बाइ। यहाँ सानो बर्मा धनिया नै रोपेको यति ठुलो भयो हेर्नु न। बर्मा धनिया खोर्सानी। बिहानीको मौसम कति सफा। हस् त बाइ बाइ।